साउदी अरबमा एज अ नर्स काम गर्न आएको पनि 2 वर्ष पुरा भएछ। यो चाहिँ म काम गर्ने हस्पिटलबाट मलाई बिहानै आएको मेसेज हो। एनिवेज 12 घण्टाको ड्युटी सकेर म रुममा आएँ र फ्रेस भएँ अनि अभय लगाएर म मेरो रुम नजिकैको बकालामा केही सामान किन्न गएँ। यी 2 वर्षभरिको साउदीको बसाइमा मैले सिकेको केही लेसनहरू मध्ये एउटा लेसन हो यहाँ अभयलाई दिइने इम्पोर्टेन्स। नेपालमा हुँदासम्म त यो कालो लबेदाको नाम पनि थाहा थिएन। साउदीमा नन लोकललाई अभय लगाउन कम्पलसरी पनि छैन। सो यहाँ आएको 1.5 वर्षसम्म मलाई अभयको बारेमा त्यस्तो वास्ता थिएन। तर बिस्तारै मैले देखाइ र भोगाइबाट के थाहा पाएँ भने कतै मार्केट, भिडभाड या फेरि नाइटमा ट्राभल गर्दा अभय लगाएको छ भने मान्छेहरू तपाईँदेखि अलि सतर्क हुन्छन्। टु बी मोर स्पेसिफिक छोरा मान्छे र सतर्क भन्नाले सबैजना तपाईँदेखि चाहिँ 1 हातको डिस्टेन्स मेन्टेन गरेर हिँड्छन्। सो अभय लगाएर बाहिर हिँड्दा चाहिँ सेफ फिल हुन्छ। एनिवेज बकालाबाट दुध र ब्रेड मात्रै किने किनकि ड्युटीमा लन्च हेभी गरेको थिएँ अनि केही पकाउन पनि साह्रै अल्छी लागिरहेको थियो। भोलि बिहान फेरि ड्युटी जानु छ, यही ब्रेड र अमलेट बनाएर लग्न पर्ला। त्यसपछि भाँडा माझे र धोएर राखेको लुगा पट्याएँ अनि हातमुख धोएर सुतेँ। ओके फ्रेन्ड्स, द्याट्स अल फर टुडे। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। सी यू अगेन। बाई। अब यो देखो